उनीहरू आएनन् एकछिन समय लाग्छ चाहिँ मैले भनिसकेको छु नि हो दुलाको चाहिँ पुरा ठुली आमा कान्छोहरू आउती आउती झर्दा देऊ भने त मैले के भन्दा झर झर झर्दा छिटो उहाँ बाटो बलक भयो तपाईँ राम्रोसँग नाच म कहीँ नाच्न पाउँछु र पाउँदैन नि म त यताको नि उताको पनि यताको पनि भिडियो दियो दियो दुई भाइले दियो गोपे दाइ 3 भाइ जाओ त 3 भाइ एकचोटि उफ्रिन्न एकचोटि उफ्रिन्छ 3 भाइ उफ्रिन्न एकचोटि 3 भाइ उफ्रिन्न ल मायालुको बोली
सानो मायाको म अमले हुँदै गएँ जुना भनो कि सुना भनो दुलाले झरा ल भनेको होइन अब मरि बेर भएर ल तिम्रो पनि नाच फोटो पनि हाल्नु चाहिँ के भयो पड्केन दुईटैको पड्केन हेर्नु दुलाले झराल नि अनि लुकेर हानिदेऊ पड्काइदेऊ है पखर रुक रुक दिदी अगाडि गएर बस्नुहोस् जानुहोस् तपाईँले सबै केटाकेटी गयो केटाकेटीहरू बस्नु पाएन आयो आयो दुला आयो दुलाको बाउ अगाडि आऊ एउटा दुलै जस्तो भयो त अब यहाँ मङ्गी पनि होइन अब यही बेला ल अब पापा भित्र चिरेको पापा मजाक गरेको है फेरि ल जाम भित्र ल खाता लगाइदिनु सब ल किनकि ल लिएर जानु त ल लिएर जानु त मलाई ल ल राख्नु है राख्नु ठाउँमा ओ भिनासिरी के छ भनेको के छ ओ डेन्जरम्यान सलाम अलैकुम तपाईँलाई मैले एउटा भोला खुवाउनु मन लाग्यो लाउनु ल हिँड्नु म आउँछु
बस्दै गर्छन् भाइ दाई आयो दाई राम्रोसँग आयो नि म दाजुभाइको कताको होस् भन्छन् यार सिधै मलाई रमत बाबा र मम्मीका चाहिँ एउटा छोराका चाहिँ कन्या चाहिँ यिनीहरू त अझै पाए त अलिअलि जानु पनि गर्थ्यो अझै धेरैजना गएर आएको हुन्छ त धेरैजना अब किन बाँकी मैले होइन बाँकी सल्लाह गर्न जानुपर्छ फेरि हाम्रो बाहिर विदेश जानु पर्दैन विदेश जानु पर्ला विदेश कुन ठाउँले लुरे कुन ठाउँले भगे जय खाद्य गर्नु र खाद्य गर्नु दिन एक गिलास पानी फुपा फुपा यसको औँठी झिकेर साइललाई दिनुहोस् त पहिला छैन ल भयो ल जुत्ता सुत्ता सब हो यहाँ एक गिलास पानी मामा एक पडी पढ्दै गर्नु पहिला आएको त हुन्थ्यो पहिला आए त हुन्थ्यो अहिले तीन बहिनी अब सम्धिनीमा गइनु त सम्धिनी वालेकुम अस्सलाम ल साहिल भाई को आसमा मिल गया दीदी तपाईँ उहाँ जानुहोस् भाउजू दिदी तपाईँ यता बस्नुहोस् होइन त्यहाँ बसेर फोटो हान्नुहुन्छ क्या अनि भयो कि मिलाउनु पर्दैन यता क्यामेरा हेर्नु यता क्यामेरा हेर्नुहोस् सबैले त्यही क्यामेरा हेर्नु है ल क्यामेरा हेर्दिनु है एउटै वाट्यो धेरै फोटो नखिचो है ल क्यामेरा हेर्दिनु ल सबैले क्यामेरा हेर्दिनु ए यता हेरे उता नहेर उतेर दिदी कुन हेर उता
ल अरू को जाने जानु मम्मीलाई पठाइदिन ओहो खिच्ने खिच्ने भन्नुभएको त एउटा छिटो फोटो हाल्नु त आउँदै पहिला नानी मोबाइलबाट फोटो हाल्नु त्यही त ल ल हेर्दिन ल म यतिको सपोर्ट गर्छु ल क्यामेरा हेर्दिन है यहाँ यतिको सपोर्ट गर्छु क्यामेरा हेर्दिन मोबाइलमा हेर्नु 1 2 3 1 2 3 उपहरू कान्छेहरू पनि गयो हुन्छ जानुहोस् न फोटो खिच्नु जानुहोस् मम्मी जाने जानु तपाईँहरू जानुहोस् झ्यापझ्याप गरेर भात उता खायो यता औँठी रुमाल गरेर भनेको के अरे फेरि रबिल दाइले चिच्चाउनु लगाइदियो कि पहिला सोध्छु र अब सबैले भात खाने त होला नि त्यसमा उनीहरू केटाहरूले मात्र के खानु खुवाउने हो र सबैले भात खाने त्यसपछि भात खाएर भ्यार गरौँ त्यसमा मुस्लिम भाइ के बहिनी एउटा रुमाल लिएर यसो कुर्सी खोज्दिनु न बरु भक्ति दिएर पानी त्यहाँ आएको गिलास चिया चिया खानुभएको छ क्या खानुभएको छ दुलाको बाले दुलाको आमा कति धेरै ल वान्स मोर देखिएन ल मैले देखेन मामै देखिनु होइन काम गर्नु परेन भिडियो हो कि मामा साइल फेरि एकचोटि खुवाइदियो नि त दुईटा सँगसँगै तेरो तर्फबाट खुवाइ अब फेरि 1 वर्ष 2 वर्ष भन्दै खुवा खुवा ल हेरेर ल यो 1 वर्षको फेरि अझै 1 वर्षको दोस्रो वर्ष ल यस बल्ल पो भयो बल्ल अझै 1 वर्ष होइन फेरि फेरि ल बिचरा दुइटै सोझा हो यता फेरि गाजर हुन पर्यो मामाले बोलाउँछ ए नानुले बोलाएको के त्यहाँ साइलले विल यु म्यारी मी उठेर देऊ बाबु यस्तो गरेर पुरा
ल भयो 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 अब दिनु पर्दैन अब हेर्दै हेर स्टार्ट भान्जी यता हेर नानी नानी किन दिएको कि पहिले दुलैलाई फेरि ल हेर्नुहोस् है ल यता यता क्यामेरा हेरिदिनु ल विल यु म्यारी मी भनिस् भनिस् ल ल हेर्ने है त फर्किने है ल एकचोटि क्लोज हुनु त दुईजना लग जा गले तो फिर नानी लिगा त्यो ल ल क्लोज स्माइल अलि यता स्माइल प्लिज यति मात्र हो अलि यता हिरो छ हिरो के को सोझो ल क्याम हेर्दिनु है ल अटो खै स्माइल गरे खै ल बाबु अहिलेलाई हक यति मात्र छ है अब लगाइदिइहाल्ने नि किन उ गर्ने र विल यु म्यारी मी भन्ने बिस्मिल्लाह भन्ने लगाइदिने बिस्मिल्लाह की बरकत भनेर लगाइदिने दिदी यो हात दिनु कि यो टाइमिङ लिएर है मजाले है नसक्दिनु है सबै पानी पड्काउनु एउटा हातमा लिएको हातलाई नानीको हातलाई नानीको हात यस्तो लिएको होइन अनि त्यहाँ ठ्याक्कै यस्तो हातमा लिएको त एउटा हातले हातमा लिएको त बहिनीको हात हो त्यो हातले चाहिँ आउँछ है लाइट बालेको फ्ल्यास गयो दाहिनेमा
सुने के औँठी यस्तो है यही हो औँठी खै त रुमाल रुमाल खै रुमाल औँठी भाइ ल एकचोटि है भाइ ल क्यामेरा हेर एकचोटि है यो अब केटीतिरबाट हो क्या यो ल है अब दुलाले दुलैलाई फेरि बाबु हातमा मातेर हातमा चट्याक्क अलिक क्लोज क्लोज अलिक क्लोज ल भाइ आई लभ यु भने खोइ त भाइ ल है भन्छ आई लभ भन न ओहो डिस्टर्ब नगर्दिनु सुन्नै पाइएन हामी खोइ छुने मात्रै तान्ने होइन कि माला नतानी हो क्या स्टाइल भन्नु नि बाबु यतै एउटा सलाम गरौ ल क्यामेरा हेर्नु है भाइ यता गरेर फर्क्यौ न यता फर्किने भाइ त्यसो भाइ ल क्यामेरा
ल भयो ए नाता आज चिनाएपछि लिएर जानु मिल्छ है केटा त्यो फुपूहरूलाई चिनाएको ठिक छ चिनाउनु पर्यो फुपूहरूलाई त्यो नजिककोलाई चिनाउनु पनि सबैलाई चिनाएको हामीले वही घरै चिन्थ्यौँ ल ल यता चिन्दै दिन्छ बच्चाहरू पनि केही भएन लिएर जानु पर्यो जात्रै जसिया छन् नि माइलो बा त साहिल जसैका जसै छन् यो कुरो बुझ्दैन नि म झिक्छु कपडा म झिक्छु स्वेटर छ न फुकाकोमा स्वेटर छ न ल एकचोटि यसमा हेर्नुहोस् है सबैले यसमा हेरिदिनु ल नानी यसो गर ल सबैले यसमा शान्त हो बच्चालाई किनेर हाल्दैन न ल ल हेर्दिनु ल हेर्दिनु है ल 1 2 3 लाइट दुई कपी आस्ने हेर्टी नभइदिएसम्म हानेको हाने गरौँ है मालिक ओए 6 बज्यो जाम 5:30 बजे निस्किनु भयो निस्किनै पर्छ अब फोटो खिच्नुले हेरेर क्यामेरा हेरे हुन्छ ल क्यामेरा हेर्नु है सबैले ल हेर्दिनु ल यता बहिनी दुईटा आमा राखेर बाजिक सामानहरू लिएर आएर भित्रको हाल्दा हुन्छ कि सँगै यिनीहरूलाई चाहिँ लिएर पठाइदिनु त होला नि होइन हातमा समातेर पठाइदिने त्यही त अहिले अब हाल्दै गरौँ कि यसो समात्दै पठाइदिँदै गरौँ जाँदा पठाइदिने त्यो सामानलाई यहाँ लिएर आएर राख्नु पऱ्यो नि त
जाने छुट्टीमा आएको सल्टिनी दियो दियो लाउरेले दियो जाऊ बाले डिस्टर्ब गरे के
मोबाइल कसँग सर हो गीतको बेला ए राम्रो लगाएन ओए मेरे सीने में एकचोटि केटाकेटीले नचाएर अन्जामको त्यही त एकचोटि नचा अन्जाम
है